पनौतीमा हामी खासमा बेथान्चोकको लागि रेडी हौ नवीन सर यस्तै हो रेडी हो नरज सर कतातिर हो हामी सो वेलकम गाइज धेरै दिन अगाडिदेखि हाम्रो बेथान्चोक घुम्न जाने प्लान थियो र आज हामी काठमाडौँदेखि बेथान्चोकको लागि 5 जना साथी मिलेर काठमाडौँदेखि हिँड्यौं। एकछिनपछि कोटेश्वर हुँदै काभ्रे जिल्लातर्फ हामी लाग्यौं। काभ्रे जिल्ला पुग्ने बित्तिकै रोडको अवस्था एकदमै नाजुक थियो। थोरै धुलो खाँदै हामी त्यहाँबाट अगाडि बढ्यौं। केही समयपछि बनेपाबाट हामी राइट साइड लिँदै पनौतीतर्फ लाग्यौं। भ्यालीको सबै यतै हुँदो रहेछ टिप्पर है हो हेमराज की एंट्री हो रही है क्या है थोरै समयपछि हामी पनौती बजार पुग्यौं। शपिङ गर्ने हो त कपडा त काम गर्दैन होला यो त भोलि यार नयाँ फोनको पार्टी के पार्टी छ सबै पार्टी नै छ। हाम्रो यता दाइ हुनुहुन्छ पुरै लुच्चु मिलाएर आउनुहुन्छ ऊ या काम गर्दैछ हामी खासमा बेथान्चोकको लागि हिँडेर आऊ तर अहिले यस्तै छ साथीहरूले हतारमा हिँडाइदियो अब के गर्ने यस्तै भइरहेको। पनौतीमा एकछिन रोकेर मिठो गफगाफ पछि यहाँको दृश्यलाई अवलोकन गर्दै केही खानेकुराहरू बोकेर हामी पनौतीबाट खोपासीतर्फ लाग्यौं। एकछिन पछि खोपासी भन्ने ठाउँमा पुगियो र यहाँ आलु खेती धेरै गर्दा रहेछन् र खोपासी पुग्ने बित्तिकै अफरोड पनि सुरु भइसकेको थियो। अफरोडले गर्दा दुखेको हामीहरूको मन रोडको छेउमै रहेको ठुलो पोखरीले गर्दा मनमा केही खुसी र हौसला फेरि क्यामेरा हुन्छ बेजत होला फेरि। हामीलाई यहाँको बारेमा कुनै जानकारी थिएन र बाटोको अवस्था पनि एकदमै नाजुक थियो। चिप्लो बाटो सँगसँगैको अफरोड गर्दै हामी अगाडि बढ्यौं। कलाएर त्यहाँ पुगिसक्यो है उता पुगेर रोकिरहेको पहाडतिर लागिसक्यो पहाड़ की रानी भी है इधर है पहाड़ की रानी ये सब उठ रही है बहुत रास्ते पे बन गई है पहाड़ की रानी वो चले गई हम इधर रुक गया एक बार देख लो गाइस ये भी है देखो ना उधर वो भी है देखो ना हमारा भाई भी है इधर दाई भी है उधर ठीक है कोई बात नहीं मुख में क्या डाल रहा है हमारे को पता नहीं यस्तो हतार गरिदियो नि गाइज होइन उताबाट हिँड्ने बेला रफ्तार के मान्ने भन्छ नि यता खै के मान्ने काकड घोरड मान्ने पो हो नि जङ्गलतिर सानो खोला पनि छ है गाइज यता ल गलत जुत्ता गलत प्यान्ट गलत हो प्यान्ट के गलत रे सबै गलत यता पनि गलत रहेछ उता फोहोर भइसक्यो अर्कालाई गलत भनिरहेको छ यता त ठिक हो क्या अब उहाँ सरको चाहिँ अलि यो पुरै त्यो पार्टी फङ्सनमा लगाउने जस्तो प्यान्ट लगाएर हिँड्दा फरक पर्दैन अनि रेडी हो निक्दाई रेडी हो नवीन सर यस्तै हो रेडी हो नरज सर कतातिर हो हामी अलि जोडले भन्नुहोस् त ल बेथान्चोक
एकछिनको मिठो गफगाफपछि हामीले बेथानचोक गाउँपालिकामा प्रवेश गर्यौँ र यहाँको मौसम एकदमै चिसो थियो। त्यो चिसोसँगै खोलाको किनारै किनार हुँदै हामी बेथानचोकतर्फ लाग्यौँ। त्यो अफरोड क्रस गरिसकेपछि साथीहरूले बाइकको स्पिड बढाउँदै रमाइलो गर्दै अगाडि बढ्यौँ। गाइस दामी ठाउँ आउनुपर्छ यस्तो ठाउँ एकचोटि। त्यो रमाइलो सँगसँगै अगाडि हामी अस्पताल चोकदेखि राइड लिँदै अफरोडको बाटो हामी अगाडि बढ्यौँ। थोरै समयपछि हामीले कुरा गरेको लेकाली होमस्टेमा पुग्न सफल भयौँ। त्यहाँ पुग्ने बित्तिकै त्यहाँबाट देखिने हिमाल, होमस्टे वरिपरि रहेको भ्यूहरू हामीले क्यामेरामा कैद गर्यौँ र आजको हाम्रो यात्रा यहीँसम्मको हुने र भोलि बिहानै यहाँबाट हामी बेथानचोकको लागि जानेछौँ भन्दै यहाँका केही तस्बिरहरू हजुरहरूलाई देखाउँदै हामी आफ्नो मिठो खाजा खानतर्फ लाग्यौँ। भाले खिलाउँछु गाई जिनीहरूलाई आज म दाइको हातबाट भइसक्यो भाले। हुन्छ गाइस लेफ्ट लगायो फुल्ली टी लेफ्ट लगाइदियो। खाजा खाँदै गर्दा होमस्टेको ब्रदरले बेथानचोकको बारेमा केही कुरा भन्नुभयो। हामीले यहाँबाट 20 मिनटको बाइकको बाटो हुँदै र त्यहाँबाट हिँड्दै 1-1.5 घन्टा माथि जानुपर्ने रहेछ। एकछिनपछि राति पर्न लाग्यो र त्यहाँको मौसम एकदमै चिसो थियो। त्यसकारण हामी आगो ताप्दै मिठो गफगाफ गर्दै बस्यौँ। चिसोले अब आगो सेकिरहेछन्। त्यही हो। फागुन 21 मा घर दैलो कार्यक्रम छ हो। आजैदेखि गइसके ब्रिटिसहरू हाम्रा। ठिक छ। फागुन 21 मा अर्जुन विष्टलाई भोट। त्यो त भइहाल्छ नि त। अञ्चल जिल्लामा छौँ भोलि हाम्रो कहाँसम्मको छ घर दैलो कार्यक्रम भोलिको लागि नि होला। काभ्रे जिल्ला भोलि र्याली छ। पुरै जुलुसै निस्किन्छ होला है। र्याली छ यहाँ भोलि बिहान 10 बजे। ठाडो आदेश आइसक्यो आज के हो उताबाट। ल ठिक छ। जे होस् रमाइलो हुने भयो आज राति। अहिले बरु यो पछि चाहिँ मजा आउँछ अलि ढिलो भइसकेपछि। अहिले त यहाँभित्र के बस्नु के भित्र धुवा त्यही त। केही समय हामीले रमाइलो गऱ्यौँ र त्यसपछि राति पनि धेरै भइसकेको थियो। त्यसमाथि हामीले बिहानै बेथानचोक जानुपर्ने भएकाले हामी अहिले सुत्नतर्फ लाग्यौँ। आजको यात्रा हाम्रो यहीसम्म। भोलिको लागि अझै राम्रो हुनेछ भन्दै बाई बाई।